आज चाहिँ किन वास्तविक के हो भने भिडियो हाल्नको लागि चाहिँ मैले सकेसम्म ब्लग गर्न त्यति टाइम नै मिल्दैन, भ्याउँदैन किनभने म अरू नै काममा व्यस्त हुन्छु। काममा व्यस्त चाहिँ यसो हल्का-फुल्का यसो कहिलेकाहीँ हालौँ न भिडियो भन्ने कुरो भएको। तर यो पनि हो कि म कुनै टपिक बेगर कुनै टपिक नै नभइसकेपछि कुनै टपिक बेगरको भिडियो फेरि जे पाए त्यही बनाउनु पनि मन लाग्दैन मलाई फेरि भिडियोहरू है। जे पाए त्यही बनाउनु पनि मन लाग्दैन। एउटा जे जस्तो भयो एउटा टपिक होस् के जस्तो भिडियो भने एउटा टपिक होस्, एउटा आधारित होस् के किनभने कन्टेन्ट नै बनाउने भिडियो नै खिच्ने हो भने जे पनि पाइन्छ, नपाइने होइन। तर जे पाए त्यही कन्टेन्ट चाहिँ बनाउन मलाई अलिकति मनले पनि मानेन, बनाउन पनि मन लागेन र भ्याउँदै भ्याएन। कामले व्यस्त भएँ है, कामले व्यस्त भयो। त्यही भएको भएर चाहिँ आज चाहिँ म यसो तपाईँहरूलाई चाहिँ यसो थोरै एउटा सानो क्लिप्स पनि हालेर चाहिँ तपाईँहरू समक्ष चाहिँ त्यो क्लिप्सहरू राखेर एउटा सानो भिडियो, छोटो भिडियो 5 मिनटको भिडियो बनाउँ न भनेर यसो भनौँ भनेर चाहिँ तपाईँहरूलाई यसो बेला मौका ताकि थाहै अब दिनैपिछे थाहै भिडियो बनाउनु भ्याउँदैन, ताकि खिच्न पनि भ्याउँदैन, बनाउनु पनि भ्याउँदैन है। र म व्यस्त अरू काममा किनभने व्यस्त हुन्छु, किनभने 24 घन्टे अब कम्प्युटरमा व्यस्त हुन्छौँ र त्यसमाथि भएन भने कम्प्युटरदेखि सबै कुराहरूमा चाहिँ म व्यस्त हुन्छु। त्यही भएर मैले आफ्नो भिडियो आफै यसो कहिलेकाहीँ ब्लग बनाऊँ न भन्ने मेरो मनमा चाहिँ पहिल्यैदेखि आएको थियो। र आउँदै यसो बनाऊँ त भन्दाखेरि त्यो कारणवश टाइम नमिलेको भएको भएर चाहिँ अलिकति बनाउन पाइएन। त्यही भएर चाहिँ यसो कहिलेकाहीँ हल्का-फुल्का भिडियो बनाऊँ न, यसो सानोतिनो आफ्नो इन्फर्मेसन दिउँ न भनेर कहिलेकाहीँ यसो भ्याएको बेलामा दिउँ न भनेर मैले चाहिँ यसो निर्णय गरे हो। सबैजना सन्चै हुनुहुन्छ होला होइन, सबैजना सन्चै हुनुहुन्छ। सायद हामी पनि सबैजना सन्चै छौँ। र किनभने अब ढिलै भए पनि ह्याप्पी तिहार, अथवा ह्याप्पी दिवाली जे भए पनि ह्याप्पी तिहार 2082 सालको तिहार है। ठाउँबाट हरेक ठाउँबाट के कस्तो तरिकाले मनाउनु भएको छ, के कस्तो छ, के छ कसो छ त्यो मनाइराख्नु भएको छ। आफ्नो दुःख सुख आफ्नो ठाउँमा छ, मनाइराख्नु भएको छ। सम्पूर्णलाई मेरो भ्युअर्स र मेरा दर्शकलाई र मेरा परिवार, मेरा बुवा आमा, दाजुभाइ, बहिनीहरूलाई सम्झेको छु र सबैलाई देश तथा विदेशमा रहनुहुने सम्पूर्णलाई मैले सम्झिरहेको छु। ताकि यो कुराहरू सायद सोसल मिडियामा आउनको लागि त म पहिल्यैदेखि आउनको लागि त रुचि नै थिएँ। तर कस्तो भइदियो भने अब कारणवश त्यस्तै समस्या, त्यस्तै हरेक कुराको समस्याको कारणले गर्दाखेरि कारणवश आउन पनि सकेन। ताकि त्यही बेलादेखि आएको भए सायद यतिखेर कारणवश अर्कै हुन्थ्यो होला। त्यही भएको भएर चाहिँ पहिला काम त गरियो तर ब्याकबाट गरियो, अगाडिबाट गरिएन। त्यही भएको भएर अलिकता यस्तो अब भएन, अब केही न केही चाहिँ गर्नु पर्ला, भएन अब चाहिँ भनेको भएर आज यसो हल्का-फुल्का भिडियो बनाएर एउटा सानो युट्युब च्यानल क्रिएट गरौँ न भनेर चाहिँ गरेको छ। अरू पनि युट्युब च्यानल छ, न्युजको छ, सबै कुरा कम्पनीको छ, त्यो छ। किनभने कम्पनीलाई हेर्दा किनभने मैले आफ्नो फाल्टो ब्लग बनाउन चाहिँ नभ्याएको कारणवश त्यो हो। र सम्पूर्णलाई म के भन्न चाहन्छु भने यही 2082 सालको भाइटिका आज गाई तिहार गाई पूजा थियो। कारण 6 गते भाइटिका छ। सम्पूर्णलाई भाइटिकाको शुभकामना छ। राम्ररी लगाउनु होला, राम्ररी तरिकाले खुसी के कस्तो हुन्छ आफ्नो तरिकाले जे जस्तो भए पनि खुसी भएर मनाउनु होला र मनाइदिनु होला र मनाउनु होला। ताकि यो वर्षैपछि आउने चाड हाम्रो चाहिँ नेपालीहरूको महान चाड भनिन्छ भन्न चाहिँ है, नेपालीहरूको महान चाड। ताकि त्यही भएको भएर सबैजनाले राम्रो तरिकाले मनाउनु होला।
खानु होला, बस्नु होला है। सबैजनालाई, मेरा दर्शकबिन सबैलाई निस्केर चाहिँ र यो भिडियो चाहिँ मेरो भ्युवर्सहरूलाई राम्रो तरिकाले गर्नु होला है त भन्दै म बिदा हुन चाहन्छु। हस् त, नमस्ते। र अन्तिममा जाँदा जाँदै च्यानल लाइक सब्सक्राइब कमेन्ट चाहिँ गर्न नबिर्सिनुहोस् र सब्सक्राइब चाहिँ चाँडो ग्रो गरिदिनु होला र सब्सक्राइब चाँडो गर्नु होला। सबैजनाले चाहिँ सब्सक्राइब गरिदिनु होला र भन्दै म बिदा हुन चाहन्छु। हस् त, धन्यवाद, नमस्कार।